ज्योतिष शास्त्रमा एउटा यस्तो ग्रह स्थिति छ जसलाई ईश्वरीय वरदान नै भनिन्छ। तर के यो वरदान सबैलाई उस्तै गरी मिल्छ त? आज हामी कुण्डलीको नवम भावमा बसेको चन्द्रमाको रहस्य खोतल्दैछौं। के यो साँच्चै भाग्य चम्काउने योग हो वा यसभित्र केही बाधाहरू पनि लुकेका छन्? ल आउनुहोस् यो ईश्वरीय वरदानको पर्दा उघारौं र यसको खास अर्थ के हो बुझौं। ल सबैभन्दा पहिले त नवम भाव भनेको के हो त्यो बुझौं। वैदिक ज्योतिषमा यो घरलाई सबैभन्दा शुभ मानिन्छ क्या। यो हाम्रो भाग्यको घर, धर्मको घर अनि पिता, उच्च शिक्षा र लामो यात्राहरूको पनि घर। छोटकरीमा भन्दा नि हाम्रो जीवनका जति पनि राम्रा पक्षहरू छन् तिनलाई यही घरले दोहोर्याउँछ। अनि अब कुरा गरौँ चन्द्रमाको। चन्द्रमा भनेको के हो? हाम्रो मन, हाम्रो भावना, हाम्रो भित्री संसार सबै यही हो। यसले हाम्रो सोच र इमोसनल रियाक्सन्सहरूलाई कन्ट्रोल गर्छ। अब सोच्नुस् त, भावनाको यति कोमल ग्रह जब हाम्रो भाग्य र धर्मको घरमा गएर बस्छ तब कस्तो गजबको सहयोग बन्छ होला कि? हो, त्यही भएर त प्राचीन ग्रन्थहरूले यसलाई ईश्वरीय वरदान भनेका छन्। यो संयोगलाई ज्योतिषमा सबैभन्दा भाग्यमानी योगहरूमध्ये एक मानिन्छ। विश्वास के छ भने यसले मानिसलाई आध्यात्मिक र भौतिक दुवै हिसाबले उचाइमा पुर्याउँछ। ल त्यसो भए यो वरदानले जीवनका कुन कुन पाटामा उज्यालो छर्छ त? आउनुहोस् एक एक गरेर हेरौं। यो शुभ योगको सबैभन्दा पहिलो र प्रष्ट असर चाहिँ व्यक्तिको चरित्र र उसको समृद्धिमा देखिन्छ। भनिन्छ कि यस्तो योग भएका मानिसहरू स्वभावैले एकदमै धर्मी र परोपकारी हुन्छन्। उनीहरूमा दान पुण्य गर्ने, अरूको सेवा गर्ने भावना एकदमै गहिरो हुन्छ। यस्ता मानिसहरू विद्वान, पढे लेखेका, सधैँ साँचो बोल्ने अनि गुरु र देवताप्रति गहिरो भक्ति राख्ने खालका हुन्छन्। उनीहरूको मन, भनौँ न अन्तःकरण, एकदमै शुद्ध मानिन्छ। राम्रो चरित्र त भयो नै, तर भाग्यले पनि यस्ता व्यक्तिलाई खुलेर साथ दिन्छ। कुरा के छ भने उनीहरूलाई जीवनमा धेरै ठूलो सङ्घर्ष नगरिकनै सुख सुविधाहरू मिल्छन्। सरकार वा राज्यबाट पनि ठूलो पद, मानसम्मान, अवार्डहरू पाउने योग बन्छ। उनीहरूको नाम र प्रसिद्धि टाढा टाढासम्म फैलिन्छ अनि विदेश यात्रा वा जलमार्गको यात्राबाट पनि राम्रै फाइदा लिन सक्छन्। ओके, चरित्र र समृद्धिपछि अब कुरा गरौँ पारिवारिक जीवन र सामाजिक काममा यसको असर कस्तो हुन्छ भन्ने बारेमा। यहाँ पनि यसको प्रभाव निकै गहिरो देखिन्छ। यो योगले परिवारमा पनि सुख शान्ति ल्याउँछ। जस्तै यस्ता व्यक्तिको बुवाको आयु लामो हुन्छ र बुवाबाट सुख मिल्छ। सन्तानको मामलामा पनि उनीहरू एकदमै भाग्यमानी हुन्छन्। छोराछोरी आज्ञाकारी, सफल र नाम कमाउने खालका हुन्छन्। दाजुभाइहरूसँग पनि सम्बन्ध एकदमै राम्रो रहन्छ। अब हेर्नुस्, मनको ग्रह चन्द्रमा जब धर्मको घरमा बस्छ तब मनमा परोपकारको भावना आउनु त स्वाभाविक नै भयो, होइन र? त्यसैले त यस्ता मानिसहरूले समाजको भलाइको लागि साँच्चीकै काम गर्छन्। जस्तै पोखरी, इनार खन्ने, धर्मशाला वा गौशाला बनाउने। उनीहरू आफ्नो पैसा धार्मिक र सामाजिक काममा खर्च गर्न अलिकति पनि हिचकिचाउँदैनन्। अहिलेसम्म हामीले सुनेका सबै कुराहरू त एकदमै राम्रा छन्, होइन? तर अब हामी यो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण मोडमा आइपुगेका छौं। के यी सबै राम्रा फलहरू सबैलाई मिल्छ त? मिल्दैन। यसको जवाब चन्द्रमाको आफ्नै शक्तिमा लुकेको छ। प्रश्न यही हो, के यो ईश्वरीय वरदान बिना कुनै शर्त सबैलाई प्राप्त हुन्छ त? के यो ग्रह स्थिति हुने बित्तिकै सबै कुरा राम्रो हुन्छ भन्ने ग्यारेन्टी छ? यसको मतलब सबैभन्दा मुख्य कुरा हो चन्द्रमाको अवस्था। यदि नवम भावमा पूर्ण चन्द्रमा अर्थात् फुल मुन छ भने यसले महाराजा योग बनाउँछ। यस्तो व्यक्ति असाध्य धनी र प्रभावशाली हुन्छ र बुवाको आयु पनि लामो हुन्छ। तर यदि त्यही चन्द्रमा कमजोर अर्थात् कृष्ण पक्षको छ वा कुनै पाप ग्रहको साथमा छ भने कथा ठ्याक्क उल्टो हुन्छ। मानिस भाग्यहीन हुन सक्छ, जति गरे पनि सफलता नमिल्ने र बाधाहरू आइरहने हुन्छ अनि बुवालाई पनि कष्ट हुन सक्छ। ल अब हामी यो विश्लेषणको निष्कर्षतिर लागौं। चन्द्रमा बलियो छ कि कमजोर भन्ने बाहेक केही अरू विशेष ग्रहहरूको संयोगले पनि यसको फललाई अझ बढाउन वा घटाउन सक्छ। जस्तै एउटा उदाहरण हेरौँ। यदि नवम भावको चन्द्रमालाई बृहस्पति ग्रहले देख्यो भने गजकेशरी योग बन्छ। यो त झन् एकदमै शुभ योग हो। यसले नवम भावको चन्द्रमाको राम्रो असरलाई कैयौं गुणाले बढाइदिन्छ। यस्तो व्यक्ति त असाधारण रूपमा भाग्यमानी, विद्वान र प्रसिद्ध हुन्छ।
अनि ज्योतिष ग्रन्थहरूमा एउटा रमाइलो कुरा पनि छ। भनिन्छ, नवम भावमा चन्द्रमा हुने व्यक्तिको जीवनमा 35 वर्षको उमेर निकै महत्त्वपूर्ण हुन्छ। यो उमेरमा उनीहरूले कुनै ठूलो धार्मिक काम वा तीर्थयात्रा गर्ने मौका पाउन सक्छन्। त्यति मात्र होइन, यदि चन्द्रमा आफ्नो उच्च राशि वृषमा वा आफ्नै राशि कर्कमा छ भने त झन् के कुरा गर्नु। हामीले अघि भनेका सबै राम्रा फलहरू अझै शक्तिशाली भएर प्राप्त हुन्छन्। यो भनेको ग्रह आफ्नो घरमा वा सबैभन्दा बलियो अवस्थामा हुनु जस्तै हो। त्यसैले अन्त्यमा के भन्न सकिन्छ भने नवम भावको चन्द्रमा साँच्ची नै एउटा ईश्वरीय वरदान हो। तर यो वरदानको पूरा फल पाउनलाई चन्द्रमा बलियो हुनु पर्यो, आफ्नो बुवालाई सम्मान गर्नु पर्यो अनि धर्मको बाटोमा हिँड्नु पर्यो। ज्योतिषले त सम्भावना मात्र देखाउने हो, त्यसलाई वास्तविकतामा बदल्ने काम त व्यक्तिको आफ्नै कर्मले गर्छ।